गाउँको किनारामा पहाडको काखमा उभिएको सानो घरमा 72 वर्षे बुबा एक्लै बस्छन्। जीवनभर कमाएको पसिनाले उठाएको त्यो घर अब सम्झनाहरूको सङ्ग्रहालय जस्तो भएको छ। जवान हुँदा उहाँसँग पनि धेरै रहर थिए। नयाँ लुगा लगाउने, मन लागेको परिकार खाने, टाढा टाढा घुम्ने, तर हरेक पटक उहाँले आफ्नो इच्छा रोक्नुभयो। आज खर्च गरियो भने भोलि छोराछोरीको शुल्क कसरी तिर्ने, यही सोचले उहाँका सपनाहरू बाकसमा टन्किए। महँगो विद्यालय, किताब, कोचिङ, बसाई खर्च यी सबै पुरा गर्न उहाँले बिहान साँझ नभनी काम गर्नुभयो। घरमा कहिले कमी हुनु दिनु भएन। छोराछोरीको भविष्य उज्जवल होस् भनेर आफ्नो वर्तमान अँध्यारो पार्नुभयो। समय बदलियो। छोराछोरीहरू पढे, बढे अनि उडे। कोही युरोप पुगे, कोही अस्ट्रेलिया, कोही अमेरिका। श्रीमती पनि नाति नातिना खेलाउन भन्दै उठे लागिन्। बुबालाई धेरै सम्झाइन्, हामीसँग हिँड्नुहोस्, तर उहाँ जान मान्नु भएन। गाउँ माटो साथीभाइ छोडेर परदेशी कोठामा कैद हुन मन लागेन। अब उहाँ बिहान बारीको साग टिप्नुहुन्छ, अर्ग्यानिक खाना पकाउनुहुन्छ, बेलुका पुरानो फोटो हेर्दै टोलाउनुहुन्छ। कहिलेकाहीँ फोन आउँछ, तर व्यस्तताको आवाजले भरिएको। बुबा पछि कुरा गरौँला है। उच्च रक्तचाप र बुढुलीको पीडासँग जुझ्दै उहाँ कहिलेकाहीँ आफैलाई सोध्नुहुन्छ, मैले झुगाएको त्यो पैसा, मैले छोडेको त्यो खुसी के सबै सही थियो? उहाँलाई थाहा छ, सन्तानले आमालाई बढी सम्झिन्छ। आमाले माया देखाइन्, बाबुले जिम्मेवारी। तर जिम्मेवारीको भाषा सधैँ कठोर सुनिन्छ। रात पर्दा सिङ्गो घर चुप लाग्छ, छानोमाथि हावा चल्छ अनि उहाँको मनभित्र एउटा गम्भीर प्रश्न घुमिरहन्छ। सबैको सपना पुरा गर्ने मान्छेको आफ्नो सपना पुरा गर्ने पालो कहिले आउँछ?